नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको यो संस्करणले ऐतिहासिक सफलता र नाफा रेकर्ड राखेको छ। गत माघ 15 देखि 22 गतेसम्म उदयपुरको बसाहामा सञ्चालन भएको 11औं संस्करणले 19 लाख रुपैयाँ नाफा पाएको रेकर्ड राखेको हो। आज नारदमुनि थुलुङ रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरी आय व्ययसहितको प्रगति प्रतिवेदन सार्वजनिक गरियो। प्रजातान्त्रिक सेनानी स्वर्गीय नारदमुनि थुलुङ स्मृतिमा विक्रम सम्वत 2069 सालदेखि बसाहा क्लबले निरन्तर रूपमा आयोजना गर्दै आएको नारदमुनि स्मृति गोल्ड कप फुटबल प्रतियोगिता यस वर्ष आफ्नो 11औं संस्करणमा आइपुगेको छ। खेल परिणामतर्फ सलेस क्लब सलेसले प्रथम विजेता उपाधि हासिल गर्दै यङ ब्रदर्स क्लब सुनसरी उपविजेता बन्न सफल भयो। साथै उत्कृष्ट खेलाडी उदयमान प्रतिभा र अनुशासित खेल प्रदर्शनले प्रतियोगिताको गरिमा झन बढेको छ। प्रतियोगितामा चर्चित क्लबहरूसँगै राष्ट्रिय स्तरका उत्कृष्ट क्लबहरूको सहभागिता रहँदा प्रतियोगिताको गुणस्तर, प्रतिस्पर्धा र आकर्षक उल्लेखनीय रूपमा बढेको देखियो। गोल्ड कपले 42,19,636 रुपैयाँ आम्दानी गरेको, जसमा 23,19,123 खर्च भएको र 19,513 रुपैयाँ नाफा भएको जनाइएको छ। स्थानीय निकायबाट हामीलाई 13,05,000 सहयोग भएको छ। सङ्घ संस्था तथा प्राइभेट कम्पनीबाट 5,58,476। त्यस्तै सामुदायिक विद्यालयबाट 66,005 रुपैयाँ, निजी विद्यालयबाट 90,555, टोल विकास संस्थाहरूबाट 2,61,400, देश विदेशमा रहनुभएका व्यक्तिहरूबाट 15,66,200, बसाहा सेवा समाज हङकङबाट 1,20,000, बसाहा सेवा समाज युकेबाट 1,50,000, गोर्खा सेक्युरिटी युनिट बनाईबाट 1,02,000 र टोटल हाम्रो आम्दानी भनेको चाहिँ 42,19,636 भएको छ। अब यो बिचमा हाम्रो कुल खर्चको शीर्षकहरू म भन्न गइरहेछु। प्रतियोगिताको व्यवस्थापन 2,33,190, स्वयंसेवक परिचालन 44,150, अतिथि सत्कार 48,125, पोस्टर, पम्पलेट तथा ब्यानर छपाई 39,225, खेलकुद.com लाई 45,000, प्रमाणपत्र छपाई 80,000, मञ्च खेल मैदान व्यवस्थापन 42,760, विधागत पुरस्कार राशि 77,000, मुख्य रेफ्री 68,000, सहायक रेफ्री 67,000, खेलाडीको बन्द प्रशिक्षण क्लोज क्याम्प 1,41,423 रुपैयाँ, खेलाडीहरूको लागि भत्ता 5,02,550, सांस्कृतिक कार्यक्रममा 15,000, प्रथम पुरस्कार 5 लाख, दोस्रो पुरस्कार 3 लाख, प्रतिवेदन 14,000, विविध 1,17,000, जम्मा हाम्रो टोटल खर्च चाहिँ 23,19,123 भएको छ। र यो तपाईको कुल आम्दानी र कुल आम्दानीबाट खर्च घटाउँदाखेरि हाम्रो अहिलेको नेट ब्यालेन्स भनेको चाहिँ 19,513 रुपैयाँ रहेको छ। यो उदयपुरकै खेलकुद इतिहासमा ठूलो मात्रामा नाफाको रेकर्ड हो। यो प्रगतिका लागि आयोजक बसाहा क्लब परिवार, समस्त बसाहावासी, चौधनीगढी नगरपालिका वडाहरू र देश विदेशबाट सहयोग प्रदान गर्ने शुभेच्छुक तथा शुभचिन्तकहरूको ठूलो हात रहेको आयोजकले जनाएको छ। गर्नु भनेको यो हाम्रो एउटा बृहत हामी लागि परेको, हामी सबैको एउटा टिम कोअर्डिनेसन एउटा मिलेको, अब हजुरहरूको एउटा चाहिँ साथ सहयोग, जुन एउटा चाहिँ पत्रकार साथीहरूको साथ सहयोग, यसलाई चाहिँ हजुरहरूले देश विदेशमा फैलाउने काम गर्नुभयो। विशेष गरी क्लबका पदाधिकारी, आबद्ध सदस्यहरू र कार्यक्रममा खटिएका बसाहाका समाजसेवी तथा युवाहरूको ठूलो मेहनत छ। नेपाल प्रहरीका भूतपूर्व एआइजी टेकप्रसाद राई, भूतपूर्व सैनिकहरू, सक्रिय महिला तथा समाजसेवीहरू समेत
विशेष रूपले खटिएका थिए। 10औं संस्करणसम्म जसोतसो डोर्याएर अघि सारिएको गोल्ड कपलाई अबका दिनमा संस्थागत विकास गरेर लैजाने उद्देश्यसहित सबैजना खटिएका थिए। सम्म खेलको बारेमा हामी पनि के भन्न चाहन्छौँ भने सबैभन्दा ठुलो कुरो त एउटा खेल हुँदै गर्दा समापन हुँदै गर्दा झै झगडा अथवा विभिन्न चाहिँ लाछापहरू यसलाई चाहिँ हामी अन्त पनि गरे जस्तो लाग्छ। यहाँ केही पनि भएन र राम्रै सकारात्मक ढङ्गले खेल सम्पन्न भयो। आयोजकका अनुसार 11औं संस्करणलाई सम्पन्न गर्न जिम्मेवारी लिएको टिम र जिम्मेवार व्यक्तित्वहरू पारदर्शी र पूर्ण जिम्मेवारीताका साथ काम गरेका थिए। यस किसिमले काम गर्दा सफलता पाउन सकिन्छ भन्ने उदाहरण उनीहरू बनेका छन्। प्रतियोगिता सकिएको 5 दिनमै पत्रकार सम्मेलन गरेर प्रतियोगिता र आयव्यय सार्वजनिक गर्न आफैमा थप जिम्मेवार, जवाफदेहिता र पारदर्शिता देखाएको हो। नाफाको रूपमा प्राप्त रकमलाई गोल्ड कपको संस्थागत विकास र आगामी संस्करणको निमित्त सदुपयोग गरिने आयोजकले जनाएको छ। गोल्ड कप संस्थागत विकास हुन नसक्दा सधैँ अरूमाथि निर्भर हुनुपर्ने, मागेर कार्यक्रम गर्नुपर्ने अवस्था छ। ऐतिहासिक व्यक्तित्व प्रजातान्त्रिक सेनानी स्वर्गीय नारद मुनि थुलुङको स्मृतिमा आयोजना गरिँदै आएको गोल्ड कप जिल्लाको मात्र नभई देशकै प्रतिष्ठित प्रतियोगिता भएको पूर्व एआइजी टेकप्रसाद राईले बताए। पहिलो कुरा त के नै यो बसा क्लबले आयोजना गरेको हिसाबले यो बसा क्लबको मात्रै हो कि यो 3 र 4 वडाको मात्रै हो कि चौरैण्डगढीको भन्ने पनि कहिलेकाहीँ लाग्न सक्छ। तर समग्रतामा त होइन है। यो त चाहिँ अहिले गोल्डन कप हो यो, त्यो एउटा कुरा। र अरू कुरा के भने नारद मुनि थुलुङ अघि पनि मैले भनिसकेँ। नारद मुनि थुलुङ नेपालको हिस्ट्रीमा जानिया राणा शासनको विरुद्धमा जुन 104 वर्ष जुन शासन थियो, जानिया शासन, त्यसको विरुद्धमा चाहिँ नि एउटा सशक्त चाहिँ मोर्चा गर्ने, मोर्चा सम्हाल्ने, नेतृत्व गर्ने व्यक्तित्व त्यो यही उहाँले नै यो स्थान चाहिँ सुरु गर्नुभयो। तसर्थ उहाँको योगदानलाई पनि हामीले यहाँ मात्र नहेरिकन चाहिँ राष्ट्रलाई नै राष्ट्रवादी रूपमा नै उहाँलाई त्यो उहाँको भूमिकालाई चाहिँ हामीले हेर्नुपर्छ भन्ने लाग्छ। र अर्को कुरा यो वास्तवमै हेर्ने हो भने चाहिँ थुप्रो अहिले टुर्नामेन्टहरू भइरहेछ, पहिले पनि भइ नै रहेको छ। तर धेरै टुर्नामेन्टहरू चाहिँ बिस्तारै चाहिँ बन्द भएर गइ नै रहेको छ। र यसै क्रममा चाहिँ जुन यो बसा क्लबले 11औं वडा गर्न सफल भयो नि होइन। त्यसमा पनि हामीले विगतलाई पनि हेर्ने हो भने यसले चाहिँ यहाँको जुन अघि हाम्रो भने यहाँको भाइहरूलाई फुलतबाट चाहिँ टाढा राख्ने होइन, भातृत्व विकास गर्ने, सामाजिक चाहिँ एकताको चाहिँ सन्देश दिने मात्रै होइन कि यो उसमा चाहिँ योभन्दा अगाडि 1देखि 10औं बिचमा पनि गेमहरूमा टुर्नामेन्टहरूमा हाम्रो भारतबाट दार्जिलिङ सिक्किमबाटको टिम पनि आएको थियो कि यहाँ खेल्नलाई। त सरसर्ती हेर्दाखेरि चाहिँ गेम खेलेको देखिने। तर राष्ट्रले बुझ्नुपर्ने के भने बसा क्लबले आयोजना गरेको नारद मुनि स्मृति गोल्ड कपले नेपाल र इन्डियाको बिचको रिलेसनमा पनि एउटा ठुलो योगदान दिएको छ भन्ने सन्देश छ क्या। त्यो फुल मात्रै खेलेको छैन कि यो बसा क्लबले र नारद मुनि जुन यो गोल्ड कप आयोजना छ नि। त्यस कारणले चाहिँ नि मैले भने जस्तो कहिलेकाहीँ हेर्दाखेरि ठ्याक्कै बसाको मात्रै हो कि भन्ने जस्तो लाग्छ, तर त्यो होइन। र हामीले यसपालि पनि हाम्रो जुन यो गेममा बेलका नगरपालिकाको होइन मेयरज्यू पनि आउनु भएको छ, त्यहाँबाट सहयोग भएको छ हामीलाई। कटारीबाट पनि भएको छ, कटारीका हाम्रो मेयरज्यू पनि आउनु भएको थियो, उद्घाटन समारोहमा आउनु भएको थियो। त्यो त्रियुगा नगरपालिकाबाट पनि भएको छ। त्यस कारण मैले समग्र मतमा त्यसरी बुझ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। खेलकुद मार्फत सामाजिक एकता, सद्भाव, पर्यटन प्रबन्धनमा टेवा पुर्याएको छ भने स्थानीय व्यवसाय, सांस्कृतिक पहिचान र सामुदायिक सहभागिता उजागर गरेको छ। यसका साथै सुन्दर समृद्ध नगर बनाउने अभियान, हरेक नगरवासीको मुहारमा मुस्कान अभियान भन्ने सामाजिक सन्देश पनि दिइएको थियो। पूर्ण पुष्टि खेलकुद ब्युरो।